म भगवानलाई साँची राखी यही प्रार्थना गर्छु कि खुसी रहून् आमा बुवा म जहाँ भए नि 12 कक्षा पढेर गएको थिए विदेश बन्न थियो चाहना अरूभन्दा रिचेस विदेशैको हावाले लाग्यो मलाई दशा गाडीले ठोकिदियो साथी मलाई बच्चा सपना धेरै बोकी आएको थिए मैले घर परिवार पाल्नका लागि मेहनत गर्थे जहिले अहिले म हस्पिटलमा म नानी लागे आमा बाबा दिदी बहिनी दाजु भाइलाई सम्झेर रुँदैछु म यहाँ एक्लै झरझर आँसु पोखेर सपना सबै टुटी गयो चाहना भयो भङ्ग विदेशैको कुनामा भए म अपाङ्ग म त यहाँ एक्लै छु सहारा दिने कोही पनि छैन दुईटो खुट्टो नै छैन व्हिलचेयरमा बसिरहेको छु यो मन थाम्दैन दुईटो खुट्टो नै छैन आफैलाई सम्झाउन खोज्छु त्यही पनि यो मेरो मन मान्दैन सायद कुञ्जुनीमा पाप गरेको थिएँ मैले कस्तो खेल खेलिस दैव मेरो माथि तैले दुःख पीडा भोगिरहेको छु यहाँ एक्लै मैले बिचरा मेरी आमा के गर्दै छिन् होला छोरो चाँडै आउँछ भनी दिन गनी बसिराछिन् होला बिन्ती गर्छु आमा बुवा अब मेरो नगर्नु आश सोच्नु होला हजुरको छोरो आउनेछ भनेर एक दिन लास अनि त्यही देख्नुहुनेछ यो छोरोको खास माफ गर्नुस् आमा बुवा मबाट भएन सहारा अधुरै रहे मेरो पनि त्यो मनका रहर म त यही चाहन्छु कि मनमा चिन्ता पनि नमान्नु राम्ररी बस्नु हजुरको यो छोरो यो संसारमा अब छैन नि भनी ठान्नु न हाँस्न सक्छु न रुन सक्छु सपना हो कि विपना हो न छुटाउन सक्छु यो हजुरको छोरो अहिले हेर्ने लायकको नि छैन म जे भन्दैछु सत्य हो मैले ढाँटेको नि होइन सत्य त यही हो कि म त एउटा विकलाङ्ग विदेशैमा बिछलिएको म एउटा अपाङ्ग